डल्ले खोर्सानीको दुधो लु खै अब सेको हालिन्छ चार दामी हुँदैछ ल मासु पाक्यो हो। हेलो नमस्ते साथीहरू, के छ हालखबर? धेरै पछिको भेटमा आज नयाँ भिडियो आउँदैछ हैन। आज चाहिँ के छ भन्दाखेरि यो यति धेरै मासु गुङ्गुरको मासु चाहिँ अनि गरेर टक्कै चाकोमा पकाइन्छ भन्नाले पोलिन्छ अनि ल्याइसकेको छु भने बिबीको पोल्ने अनि ट्याक्क यहाँ पेस्टहरू एकदम रेडी छ। अब म्यारिनेट गर्छु है त मलाई। अब म्यारिनेट हुँदैछ। ट्याक्क लगाएर बेसार तेल सल्टी बनाउनु पर्यो नि त हो। अनि यो चाहिँ स्पेसल हुनैपर्ने अब के भन्नु होइन। यो चाहिँ अब डल्लेको बिउ, डल्ले खोर्सानीको दुधो अर्गानिक ल्याजा। यतिले त पिरो हुन्छ हेरेन। अनि अब कागती हल्का कागती हालिदिउँ। कागती त हाल्नुपर्छ नि होइन। ढक्क म्यारिनेट हुँदैछ है। मेरो अर्कै पारा छ है, फेरि साथीहरूकोतिर कस्तो छ पारा होइन त्यो भन्नु होला। म चाहिँ यसरी म्यारिनेट गर्छु। सेको खाने हो, घरमै बनाउने हो कि खाने हो कि किने बस्नु है। यति मासीको लागि किनेर सेको खानु, सेको घरमा गयो भने त 5000 लिन्छ। 3 केजी मासु, 3 केजी पोलेको मासु त 5000 लिन्छ। बरु घरमै बनाए आनन्दले खायो। पैसा बचाएको कार्यक्रम पनि हो यो खासमा भन्नुपर्दा। खासमा भन्नुपर्दा ल त है। अब यो चाहिँ यहाँ छ यो चाहिँ हाम्रो उसको पेस्ट हो लसुनको। यो चाहिँ अब यहाँ हालेर गरौँ कि अब यसमा चाहिँ तारेर यसलाई चाहिँ तारेर झोलझोल मात्र हाल्ने। छोक्रा हाल्यो भने चाहिँ के हुन्छ भन्दाखेरि के हुन्छ क्या त्यो यसरी झोलझोल मात्र हाल्ने। छोक्रा बस्छ क्या, छोक्रा बस्यो भने मिठै हुँदैन, त्यो डढ्छ होइन। डढेपछि मिठो हुँदैन। यस्तो गरेपछि चाहिँ झोलझोल हाल्नुपर्छ। झोलझोल मेरो एउटा कथाको उयो याद आयो। झोलझोल हाल्ला झोलझोल भने जस्तै एक्सिडेन्ट भएर केटोको जिब्रो सिब्रो गयो अरे हस्पिटलमा चौधो खुवाइदिएको पिरो भएछ। अनि केटोलाई त यसो भन्छ त्यो टुक्रा खानु नसक्यो ढोल्डोल हाल्ला केटा ढोल्डोल हाल्यो भने जस्तै झोलझोल मात्र हाल्यो कि। ल यसलाई चाहिँ अब यसरी घोलघाल पारेर राखेपछि चाहिँ आधी घन्टा जति राखेपछि चाहिँ ट्याक्क म्यारिनेट भएर बस्छ। अनि त्यहाँदेखि त्यो अघि ढिमा हाल्दै पोल्दै खाँदै गर्ने हो। अब यो म्यारिनेट हुँदै गर्छ मजाले खोल्ने होइन। बास्ना नै दामी आइसक्यो क्या। बास्ना क्या बास्ना। ल त है साथी हो। अब यसलाई छोपेर राखिदिने। ट्याक्क छोपेर राखेपछि आधी घन्टापछि फेरि पकाउने। ओके लु खै अब सेको हालिन्छ चार राखिराख्ने। ल है मित्रहरू, अब पाक्दैछ है सेकुवाहरू। ओहो हाम्रो सेकुवा त आज त राम्रो सेकुवा भयो होइन। चाको पनि मजाले बढिरहेछ, दामी हुँदैछ। ल मासु पाक्यो हो, एक पाक्यो अरू चाहिँ यहाँ छ पाक्दै गर्छ खाँदै गर्ने अब। 12 सिङीसँग टक्क खाइदिनु पर्यो। चाखौँ कस्तो हुँदो रहेछ। सेकुवा पकायो भने दामी हुन्छ अन्त नि हो मासु कम्त मिठो हुन्छ। कम्त मिठो हुन्छ भन्छ ज्याकी बोलायो भोलि फेरि ल नचढाएको खाएको छु। अब भयो त लास्टै हो यो चाहिँ सेकुवाको खाइसकिएन। 12 सिमीसँग छेमासँग खाइयो। ल त साथीहरू, अब जुनेली रातमा होइन एक्लो छु, साथमा कोही छैन होइन। ल सबै सकियो पनि र मेरो भिडियो पनि छोटो भिडियो सर्ट भिडियो पनि सकियो। बाई बाई, सी यू अन नेक्स्ट भिडियो है।